नागरिक फ्रन्टलाइनको यो अङ्कमा तपाईँलाई स्वागत छ। आजको अङ्कमा हामी वामपन्थी नेता राधाकृष्ण मैनालीसँग कुराकानी गर्दैछौँ। मुलुकमा अहिले दलीय सरकार छैन। जेनजी आन्दोलनको बलमा पूर्व न्यायाधीश सुशीला कार्कीको नेतृत्वमा सरकार गठन भएको छ। यही सरकारले आगामी फागुन 21 गते प्रतिनिधि सभाको निर्वाचन गराउँदैछ। सरकारले आफ्नो ध्यान पछिल्लो समय निर्वाचनमा केन्द्रित गरेको छ। आज मात्रै पनि उसले दलका प्रतिनिधि र जेनजी प्रतिनिधिलाई एकै टेबलमा राखेर वार्ता गरेको छ। अर्कोतर्फ जसरी जेनजी युवाहरूले दलहरूले काम गर्न नसकेको र मुलुकमा भ्रष्टाचार बढेको आवाज उठाए, यसबाट नेताहरूलाई असफल भएका हुन् कि भन्ने देखिन थालेको छ। तर नेताहरू यो मान्न तयार छैनन्। नेतृत्व हस्तान्तरणदेखि राजनीतिबाट विश्राम लिनेसम्मका कुराहरू उठे पनि नेताहरू त्यसतर्फ उन्मुख भएको पाइँदैन। जेनजी आन्दोलनको सन्दर्भ के हो? के साँच्चै देशमा दलहरू असफल हुँदै गएका हुन्? दलहरूको अबको बाटो के हुनुपर्छ? यिनै विषयमा केन्द्रित भएर आजको अङ्कमा हामी कुराकानी गर्दैछौँ। कुराकानीका लागि हामीसँग हुनुहुन्छ वामपन्थी नेता पूर्व मन्त्री राधाकृष्ण मैनाली। स्वागत छ राधाकृष्ण मैनालीज्यू कार्यक्रममा। धन्यवाद। तपाईँको मिडियामा पहिलोचोटि भेट भयो अनि देशको समग्र अवस्था यहाँले व्याख्या पनि गर्नुभयो। त्यसको बारेमा केही छलफल गर्ने मौका मिल्यो। त्यसको निम्ति तपाईँ र तपाईँको टिभीलाई पनि धन्यवाद दिउँ। अब सबैभन्दा पहिले चाहिँ के कुरा सम्झ्यौँ भने हामी 30औं वर्ष अगाडिदेखि हामी कुरा गर्थ्यौँ। राजनीतिक अन्तर्वार्ताहरू पनि सँगै लिन्थ्यो। यहाँ राजनीतिमा एकदमै व्यस्त हुनुहुन्थ्यो। आजकल अलिकति व्यस्त नभए हो कि जस्तो देखिन्छ, तर कुराकानी आइराखेकै छन्। अचेल चाहिँ यहाँ केमा व्यस्त हुनुहुन्छ धेरै जसो? अनि अहिले वास्तवमा पहिलेको जस्तो साङ्गठनिक राजनीतिमा सङ्गठनलाई नै लिएर अथवा पार्टीमा नै आफ्नो गतिविधिलाई सञ्चालित गरेर जाने स्थिति थियो पहिले। अब अहिले भन्ने हो भने म करिब 9-10 वर्षदेखि कुनै पनि सङ्गठनमा कुनै पनि पार्टीमा आबद्ध छैन। अब वैचारिक रूपले चाहिँ के हुँदो रहेछ भने राजनीतिमा पनि एकचोटि राजनीतिक चाख बढिसकेपछि देशको अवस्थाको बारेमा मूल्याङ्कन गर्ने, कति राम्रो भयो कति नराम्रो भयो, आफ्ना अभिव्यक्तिहरू सार्वजनिक गर्ने मन हुने, त्यो प्रक्रियाले म वैचारिक रूपले त अहिले पनि म सक्रिय छु। अब साङ्गठनिक रूपले भन्ने हो भने म कुनै सङ्गठनमा आबद्ध छैन, कुनै पार्टीमा आबद्ध छैन। अब यस्तै अब अहिले सजिलो के छ भने मिडिया हिजोभन्दा सजिलो छ अनि मिडिया हिजोभन्दा मैत्रीपूर्ण छ। त्यो नातामा मिडियासँग जोडिएर आफ्ना भनाइहरू हिजो चाहिँ कुदी गाउँमा गएर गर्ने भाषणभन्दा अझ सशक्त रूपले घरमै कोठैमा बसेर पनि मिडिया मार्फत जनतासँग कुरा गर्न पाइने अवस्था छ। यही कुरोमा म अहिले पनि सक्रिय छु र त्यसको निम्ति मिडियाले मलाई पनि साथ दिएकै छ। आफ्नो लागेका कुरा भन्दै आएकै छु। अब दुनियाँमा त्यो कुरोलाई सुनेर बुझेर नेताहरूले आफू सुध्रिने ठाउँमा चाहिँ गएनन्। त्यो चाहिँ एउटा जति भने पनि अब जति भने पनि त्यो कुरो लागेन। उनीहरू आफ्नै ढेपीमा बसे र देश बिग्रिँदै अवस्थामा आछ। त म आफ्नो वैचारिक रूपले यस्तै सक्रियतामा सक्रिय भइराखेकै छु। यो जस्तो अब राजनीति साङ्गठनिक राजनीतिमा सधैँ नै रहिरहँदाखेरि त एउटा हिसाबको भूमिका हुन्थ्यो। अलि टाढा हुँदाखेरि चाहिँ अलि अप्ठ्यारो जस्तो अथवा म एक्लिएँ भन्ने जस्तो त हुँदो रहेछ। अनि पहिले सुरुमा जुन बेला म पार्टीबाट मलाई अलग्गियो त्यतिखेर सुरुमा 1-2 वर्ष चाहिँ अलिकति खल्लोपन भयो, हुँदै नभएको होइन। त्यतिखेर बोलीको हिसाबले र हिँडाइको हिसाबले सक्रियताको हिसाबले पार्टीमा सक्रिय जीवन थियो। अब पार्टीको सक्रिय जीवन छोडेर विचार मात्रै मन्थन गर्ने कुरोमा आउँदा अलिकति आफूलाई अस्पष्ट हुन्थ्यो। अब बिस्तारै बानी पर्दै गयो। जस्तो मलाई अहिले पनि याद आउँछ, कुनै जमानामा हामी 3 वर्ष दिनभरिमा एकजना मान्छे पनि भेट्न नपाउने गरी गोलघरमा तुनिएका थियौँ। सुरुमा त्यो गोलघरमा बढी अस्पष्ट हुन्थ्यो। चाहिँ 2-4 हप्ता त रुनु बस्नु जस्तो अवस्था आउँथ्यो। पछि गएर त्यही नै एक किसिमको मस्ती अथवा त्यही नै एक किसिमको सहजता बानी विकास भयो भने जस्तै अहिले पछाडि गएर पनि मलाई 1-1.5 वर्ष पछाडि त्यो सहजता अनि प्रेससँग अथवा मित्रहरूसँग आफन्तहरूसँग आफ्ना कुराहरू राख्दै
मा चाहिँ राजनीतिक विवेचना गरेर बस्नु पनि एउटा आनन्द हुने रहेछ। किन त्यहाँ कसैलाई खरटपटन गर्नु परेन, कसैले गाली कसैको सुन्नु पनि परेन। पब्लिकली आएको गाली नजिकै आएर दुष्ट गाली गर्नेको भन्दा पब्लिकले आएको गालीलाई पब्लिकली जवाफ दिन पनि सकिने भयो। त्यो त्यति तुच्छ लाग्ने भएन। अनि त्यो हिसाबले मलाई लाग्छ पछिल्लो जीवन पनि राजनीतिक जस्तै गरी आफूलाई लागेका विचारहरू पोखेर हिँड्न एक किसिमको सन्तोषै भएछ मलाई। किन असन्तोष यस मानेमा छैन कि ती नेताहरू जो मलाई अलग्याएर उनीहरू अगाडि आए, उनले सबभन्दा राम्रो चाहिँ देश दुनियाँको लागि उनले राम्रो काम गरिदिया भए उनकै प्रशंसा गरेर बस्न पाइन्थ्यो। देश दुनियाँको लागि राम्रो काम नगर्दा उनीहरूको नराम्रो काम सँगसँगै आफू जोडिएन परेन भन्ने सन्तोषले पनि एउटा खुसी थियो। किन उनले राम्रो काम गरे प्रशंसा गर्न पाइन्थ्यो। आफ्नै आन्दोलनमा, वामपन्थी आन्दोलनमा अथवा राजनीतिक आन्दोलनमा लाग्नेहरूले देश सुधार गर्दा एउटा समर्थककै हिसाबले पनि समर्थन गर्दा मजै आउने थियो। तर त्यो पाइएन, त्यो गरेनन् उनीहरूले। त्यसो नगर्दाखेरि अर्को आनन्द के भयो भने उनीहरूले गरेका गल्तीमा आफू मुचिनु परेन। म चाहिँ त्यही नाताले त्यो पनि एउटा एक किसिमको आनन्द भयो। त्यस कारण यस्तै आनन्दका अनुभूतिहरू आफ्नै किसिमले खोज्दै राजनीतिक चिन्तनमा सक्रिय भएर जिन्दगीलाई अलिक राजनीतिक मोडमा नै डोर्याउन सकिराखेको छु। जस्तो अब यहाँले जेलमै बस्दाखेरि पनि त अब क्याप्टेन यज्ञबहादुर थापा माथिको जुन लुटिएका दुई थुङ्गा फुल यहाँले लेख्नुभयो होइन, त्यो खालको एउटा उदारता र विश्लेषण गर्ने चलन चाहिँ यहाँको त्यो बेलादेखि नै थियो, अहिलेसम्म पनि कायमै छ। अनि त्यो त तपाईँले ठिकै भन्नुभयो। म त्यो आफ्नो अनुभूतिलाई एउटा सानो घेरामा राख्ने अनि घेराभित्र मात्रको अनुभूतिलाई चाहिँ उन्नत ठान्ने सोचबाट अलिकति मुक्त म पहिलेदेखि नै रहेछु भन्ने मलाई अहिले पनि लाग्छ। किन मैले त्यतिखेर यज्ञबहादुर र भीमनारायणजीको बारेमा जो अनुभूति हामी सँगसँगै एउटै कोठामा जस्तो थुनिएको बेलामा भयो र बिछोडको बेलामा जुन विरह भयो, त्यो पारिवारिक विरहभन्दा पनि ठुलो गाँठो र विरह थियो। त्यही विरहलाई मैले पछि गएर सामान्य रूपले अक्षरमा उतारेँ। त्यो वास्तवमा नेपाली राजनीतिक कर्मीहरूको निम्ति एउटा राम्रै खुराक बन्यो। त्यो पनि मैले राजनीतिक दुराग्रह राखेर आफ्नै मान्छे आफ्नै सिद्धान्त अँगालेलाई मात्रै प्रशंसा गरेको नभएर फरक विचारका साथीहरू जो देशको निम्ति समर्पित भए, ती समर्पणलाई मैले त्यो सोचाइ राख्दा अब सबैले त्यसलाई प्रशंसै गरे। र त्यो पुस्तक लुटेका दुई थुङ्गा फुल धेरैचोटि 5-6 प्रकाशन गर्नु पर्यो र अब चाहिँ हजारौँ प्रति त्यो उसमा गयो। अब अहिले पछि गएर चाहिँ यो पढ्ने जुन प्रवृत्ति हो, जति गणतन्त्र आयो त्यहाँ त्यति नाश हुँदै आयो। म चाहिँ पहिले चाहिँ अलिक पठित समाज वामपन्थी मात्रै होइन काङ्ग्रेसमा पनि थिए। अब अहिले पठन प्रक्रिया धेरै कमजोर हुँदै आएछ। अब अहिले पछिल्लोचोटि ती पुराना किताबहरू मान्छेले त्यति धेरै पढ्दैनन्, चासो पनि छैन, किताबको कामै छैन। अनि फेरि मिडियाले पनि किताबभन्दा बाहिरबाट नै जान्ने कुरो अलिक आयो पनि। तैपनि अब साहित्यिक किताबहरू अलिअलि चलेका छन्, तर पहिलेको जस्तो मात्रामा साहित्यिक कृतिहरू पनि चलेका छैनन्। अब चाहिँ त्यसो भएको हुनाले मलाई लाग्छ अब त्यस रूपले लेखिरहन त मैले पछि पनि सकिनँ। मैले पछि अलिक जिन्दगीको तलदेखि माथिसम्मको करिब 72-73सम्मको मेरो राजनीतिक कर्मको एउटा विवेचना गर्दै नलेखेको इतिहास भन्ने एउटा किताब लेखेको छु। त्यसमा मेरा सङ्गतमा आएका राजनीतिक नेता, कार्यकर्ता र मैले भोगेका अनुभूतिहरू धेरै मैले समेट्ने कोसिस गरेका छु। त्यसमा राम्रा नराम्रा मैले देखेँ। माधव नेपाल, केपी ओली मात्रै होइन, प्रचण्ड मात्र होइन, मैले राजाको पनि विवेचना गरेका छु। मैले जस्तो जे अनुभूति पाएँ म त्यसको केही हदसम्म त्यहाँ टिप्पणी गरेका छु। म चाहिँ त्यसमा मेरो सङ्गतमा आएका चाहिँ नेता हुन् या कार्यकर्ता हुन् अथवा जेलको मेरो भोगाई जुन हो त्यसको एउटा अनुभूति र पारिवारिक अनुभूति पनि मैले त्यसमा समेत गरेका छु। तर त्यसलाई पनि फेरि पछि अलि बुढेसकाल लाग्दै गएपछि अरू धेरै राजनीतिक विवेचना अनि सामाजिक विवेचना अथवा साहित्यिक लगाममा जान सकिएन। त्यसभन्दा पछाडि धेरै चाहिँ कृतिहरू निकाल्न सकेका छैन। त्यो मेरो आफ्नै कमजोरी हो, किन अब उमेरको कारणले पनि धेरै सक्रिय हुन सकिँदो रहेनछ। त्यस कारण त्यही कुरोमा म लाग्दै उयो राजनीतिक जुन गतिविधि देखिन्छ त्यसैमा रमाइराखेका छु। जस्तो अब राजनीतिक गतिविधिको यहाँको जुन हेर्ने, त्यसलाई विश्लेषण गर्ने
चलन छ। यहाँले धेरै खालका धेरै चरणका राजनीतिहरू हेर्नु भएको छ। पञ्चायतको समय हेर्नुभयो, भोग्नुभयो, 46 पछाडिको राजनीति हेर्नुभयो, 58 साल पछाडिको हेर्नुभयो, 62-63 को गर्नुभयो। यी सबै कुराको यहाँको आफ्नो अनुभव छ। यहाँको अनुभवमा चाहिँ कुन समय बढी ठिक थियो जस्तो लाग्छ यहाँलाई? अब त्यो भन्नुहुन्छ भने पञ्चायत काल त मेरो अब 7 सालको बारेमा त सानै बचपनको कुरो भयो। अब पञ्चायत लागेपछि 17-18 वर्षको उमेरदेखि पञ्चायतलाई भोगियो, देखियो। अब युवापन अब अहिलेको भनेको त्यो जेनजीपन पनि त्यो पञ्चायत कालमै आयो। त्यतिखेरको समयको जेनजी पनि भइयो, त्यहाँ विद्रोही रूपमा अगाडि आइयो। अब त्यो हुँदाखेरि पञ्चायत कालभरि त पछिल्लो समय म 16 वर्ष त जेलमै बसेँ। अब त्यस कारण पञ्चायतको मिठास भनेको दमन नै हो। त्योभन्दा पञ्चायतको केही स्वाद पाइएन। स्वाद पाइयो भने दमन पाइयो, लाठी पाइयो। चाहिँ जे दुनियाँले दमन पाएको थियो त्योभन्दा चर्को दमन, त्यसलाई सुधारेन अगाडि आउँदा पाइयो। साथीहरू सँगसँगैका 5-7 जना साथीहरूले जीवन दान दिनु पर्यो त्यतिखेरको आन्दोलनमा। अब पछि गएर जेलमा पुगेपछि जिन्दगीको एउटा नयाँ अनुभूति भयो। म चाहिँ जेल वास्तवमा हामी धेरै झापा आन्दोलन अन्तर्बाट जेल गएका धेरै साथीहरूको स्कुलिङ भनेकै जेल भयो। किन त्यहाँ धेरै पञ्चायत कालमा त काङ्ग्रेस पनि, वामपन्थी पनि, थरीथरीका वामपन्थी, थरीथरीका काङ्ग्रेसहरू, कहिले कहिले पञ्चहरू पनि जेलमा आउँथे। उनीहरूबाट सिकिने शिक्षा अनि उनीहरूबाट देखिने देशको ऐना हामीले जेलमै देख्यौँ। दमन पनि जेलमै देखियो। चाहिँ जिउँदै मान्छे, आरोपित मान्छे जिउँदै हुँदै प्रशासनले जन्मकैद गरेका बन्दीहरू पनि त्यहीँ भेटिए। अब कोही चोरी डाकामा अपराधमा संलग्नै भएका पनि भेटिए, कोही संलग्न नभएको नाउँमा रेसिपीमा थुनिएका मान्छे पनि भेटिए। अनि यस्ता धेरै वास्तवमा शोषणको रूप के थियो भन्ने कुरो त्यो जेल जीवनमा धेरै हदसम्म देखियो। त्यसले पनि हामीलाई राजनीतिमा अरू सचेत हुनुपर्ने, राजनीतिक सुधार गर्नुपर्ने कुरोमा सिकाउँदै अगाडि आयो। र पञ्चायतले हामीलाई दिएको भनेको दमनकै पाठ मात्रै दियो। जहाँ बहुदल पछि आइसकेपछि अब बहुदल कालमा म 43मा छुटेँ, फेरि जेल परेर 45को अन्त्यदेखि पञ्चायत विरोधी आन्दोलनमा मोर्चा बनाएर जाने कुरोमा लाग्यो। वाम मोर्चा बनाइयो। अब नेकपा मालेमा त्यतिखेर मदन भण्डारी महासचिव भएको बेलामा वाम मोर्चा बनाउन अब चिन्तनगत रूपले पनि हामीलाई धेरै सजिलो भयो। पहिले चाहिँ हामी अलिक कठोरतावादी थियौँ। अरू सबैलाई गाली गर्ने र आफू मात्रै शुद्ध ठान्ने पनबाट सबैका राम्रा पक्षलाई समेटेर 7 पार्टीको वाम मोर्चा बनाउन सजग भइयो। र त्यो वाम मोर्चाले निरङ्कुशता विरोधी मोर्चा काङ्ग्रेससँग बनाउँदै राजतन्त्रको निरङ्कुशताको विरुद्धमा लड्न सफल भइयो। त्यो हाम्रो हिजो झापा आन्दोलनमा हामी लाग्दाखेरिको हाम्रो चिन्तनको साँगुरोपनबाट पछि गएर काङ्ग्रेससँग पनि मोर्चा बनाएर जान सकिने 46 सालको खुलापनमा पनि हामी पुग्यो। र त्यो आन्दोलनकै परिणामले पछि 46 साल चैत 26 गते राजासँग आन्दोलनकारीको तर्फबाट काङ्ग्रेस र कम्युनिस्टको मोर्चामा नेपाली काङ्ग्रेसको तर्फबाट गिरिजाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइराला, अनि वामपन्थीको तर्फबाट साना प्रधान वाम मोर्चाको अध्यक्ष हुनुहुन्थ्यो र कार्यवाहक अध्यक्ष म थिएँ। हामी 4 जना राजाको टेबलमा वार्ता गर्न गयौँ र निरङ्कुशताको अन्त्य भयो। त्यतिखेर पञ्चायत पुरै ढलेन। चाहिँ निर्दलीय व्यवस्थाको अन्त्य भएर बहुदलीय घोषणा चाहिँ गराइयो। त्यसभन्दा पछाडि गएर संविधान बन्ने प्रक्रिया अगाडि सुरु भयो। कृष्णप्रसाद भट्टराईको सरकार बन्यो। चाहिँ अब त्यो सरकारले नै एउटा इतिहासमा एउटा राम्रो काम के गर्यो भने अहिले पनि त्यो कुरो खड्किन्छ, मैले धेरै ठाउँमा भन्ने गरिरहेको छु। कृष्णप्रसाद भट्टराईको सरकार वास्तवमा गणेशमानजीको बुद्धिमत्तापूर्ण स्वरूपकै ले नै कृष्णप्रसादजीको सरकार बन्यो। राजाले त गणेशमानकै सरकार बनाउन खोजेको थियो, गणेशमान मान्नु भएन। किन म नै सरकारमा गएँ भने संविधान बन्न गाह्रो हुन्छ भन्ने उहाँको तर्क थियो। चाहिँ किन थियो भने म सरकारमा गएँ भने यी दुईटा बाहुन काङ्ग्रेस एकजुट हुन्छन् अनि काङ्ग्रेसको बिचमा फुट आउँछ, त्यसलाई मिलाउन सकिँदैन, अनि वामपन्थी बिचको फुटलाई पनि मिलाउन सकिँदैन। त्यस कारण संविधान बन्दैन भन्ने गणेशमानजीको तर्कले म बाहिर बसेँ भने अब गिरिजा र लाई म आफ्नो ट्र्यापमा ल्याउँछु अनि भट्टराईको सरकारलाई हामी समर्थन गर्छौँ, अनि वामपन्थीलाई मिलाउन पनि म अलिक सजिलो गरी लाग्छु र वामपन्थी पनि मोर्चा कायम भयो भने संविधान बन्न सक्छ। र त्यो संविधान
अब संविधान सभाले होइन आयोग मार्फतै संविधान बन्छ, संविधान सभाले बनाउने संविधान नेपाल अनुकूल हुँदैन भन्ने गणेशमानजीको जुन तर्क थियो, त्यो तर्क त अहिले पछि संविधान सभाले बनाएको संविधानले पनि अहिले पुष्टि गरिसकेको छ। किन त्यसले बनाएको संविधान 10 वर्ष पनि नटेकेर यो अहिले जेनजीको विद्रोहमा आएको छ। अब यी परिवेश मैले त्यो बहुदलीय व्यवस्था आइसकेपछि बुझ्दै बहुदलीय व्यवस्थामा पनि भयो के हो भने निर्दलता हटाएर बहुदलता ल्याइयो। त नेताहरू बहुदलीय आचरणको भएर शुद्ध आचरणमा जाने भन्दा पनि अब काङ्ग्रेसमा पनि फुट भयो। गणेशमानमा काङ्ग्रेसबाट बाहिरिए, भट्टराई काङ्ग्रेसबाट बाहिरिए। अब त्यहाँबाट गिरिजाको नेतृत्वमा काङ्ग्रेस जुन बन्यो प्रशासनिक काङ्ग्रेस बन्यो, प्रशासन चलाउने, सुधार नगर्ने, राजनीतिक सुधारको बारेमा चिन्तै नगर्ने, भइराखेका सरकारी उद्योगहरूलाई बेच्ने, मुनाफा खाने कुरोमा काङ्ग्रेस गयो। अनि काङ्ग्रेसले जे कुरो गरेर आफू धनाढ्य हुन गएको थियो बिस्तारै एमाले पनि त्यही बाटोमा लाग्यो। किन दासढुङ्गामा मदन भण्डारीको अवसान पछाडि काङ्ग्रेसमा चाहिँ एमालेको बाटो पनि काङ्ग्रेसकै बाटो पछ्याउँदै अगाडि गयो। अब त्यसो गरेपछि त त्यसलाई फाइदा उठाउँदै देशी विदेशी शक्तिहरूसँग मिलेर वाम आन्दोलनको नाउँमा माओवादी फेरि 52 सालदेखि सशस्त्र गतिविधिमा लाग्यो र उसले पनि देश परिवर्तनको निम्ति लागेको रहेनछ भन्ने कुरो त पछिल्ला गतिविधिले देखायो। उसले देश परिवर्तनको निम्ति लागेको छु भनेर त्यतिखेर नेताहरू डिरेल भएर कमाउन जुन लागेका थिए त्यसको आवेगमा माओवादीले आन्दोलन त उठायो। तर ऊ आन्दोलन पछाडि जब ऊ पछि 63 पछाडिमा चाहिँ खुला परिवेशमा आयो, ऊ पनि काङ्ग्रेस एमाले जे गरेका थिए त्यही काम गर्न लाग्यो। ऊ पनि संसदीय पोलिटिक्समा गएर ऊ पनि कमाउन लाग्यो। जसले गर्दा देशको परिवर्तन आएर पनि देशले आर्थिक परिवर्तन गरेन। राजनीतिक परिवर्तन त राणा गए, चाहिँ देशमा डेमोक्रेसी आयो, डेमोक्रेसीलाई कुल्चेर पञ्चायत निर्दलीयता आयो, त्यहाँबाट फेरि बहुदलीय व्यवस्था आयो, राजा र पोलिटिकल पार्टीसँगै हिँड्ने भने फेरि राजा बिस्तारै नयाँ बाटो खोज्न राजतन्त्र लाग्ने अनि कमाउनतिर नेताहरू लाग्ने भएर फेरि माओवादी जनयुद्ध अगाडि आयो। अनि माओवादी जनयुद्ध आइसकेपछि पनि गणतन्त्र त आयो, तर गणतन्त्र शब्दमा आयो, व्यवहारमा आएन। आम मान्छेले सोचेका थिए गणतन्त्र आएपछि देशको गरिबी हट्छ, देशको भ्रष्टाचार हट्छ, अनि देशमा सुशासन आउँछ, अमन चयन आउँछ भन्ने जुन एउटा माथिल्लो आशामा आम मतदाताले गरेका थिए त्यो सब निराशामा परिणत भयो। नेताहरू फेरि आएर हिजो बहुदल आउँदाका नेताहरूभन्दा पनि गनाउने भए, सब कमाउन लागे। अनि हुँदै हुँदै बहुदल गणतन्त्र आइसकेपछि त 3टा नेता 4 नेताहरू घोरे पालो गरी प्रधानमन्त्री बन्ने, कहिले शेरबहादुर बन्ने, कहिले ओली बन्ने, कहिले माधव बन्ने, कहिले झलनाथ बन्ने, कहिले केपी ओली बन्ने। पालो गरी प्रधानमन्त्री बन्ने त परिवर्तन चाहिँ गर्दै नगर्ने ठाउँमा उनीहरू पुगेपछि मान्छेहरू अब त्यसैबाट के हो भने पुराना मान्छेहरू, अलि इमान्दार मान्छेहरू पार्टीबाट निकालिने, गणेशमान निकालिए, भट्टराई निकालिए, त एमालेमै भन्ने हो भने मदन भण्डारीको अवसान भयो, सिपी निकालिए, आरके निकालिए, मोहनचन्द्र निकालिए, अनि पछि हुँदै गएर माधव निकालिए, झलनाथ निकालिए, वामदेव निकालिए, ओली नै अगाडि आए। भन्दा जे होस् अलिकति सबैलाई समेटु भन्ने तत्त्वहरूलाई पार्टीबाट निकाल्दै निरङ्कुशतामा रमाउने पार्टी बन्न थाले। अनि तिनले पनि त्यही काम गर्दाखेरि देशमा भ्रष्टाचारहरू चलमचुरीमा हुँदै गयो। त्यो भ्रष्टाचारले नै यो आक्रोश अगाडि लिएर आयो। यो पनि मैले भोगेँ। म चाहिँ अब अहिले बरु पछाडि म पार्टीबाट बाहिर बसिसकेपछि आनन्द के छ भने त्यो चाहिँ राईदालोको पार्टनर हुनु परेको छैन। अनि त्यो राईदालो हेर्न चाहिँ पाइएको छ। म चाहिँ कसले के गर्छ, किन अहिले मलाई लाग्छ गणतन्त्र आएपछि अस्ति भर्खरै एउटा पेपरमा लिस्ट आएको थियो, 21वटा भ्रष्टाचारका काण्डहरू चर्चित छन्। काङ्ग्रेस, एमाले, माओवादी, लामा गिरिबन्धुदेखि लिएर भुटानी शरणार्थीदेखि नक्कली भुटानी शरणार्थीदेखि लिएर विभिन्न हवाई काण्डका केसहरू 21वटा बाहिर आएछन्, कुनै पनि छानबिन भएनन्। अब मलाई लाग्दैन त्यो केस आएका सबै भ्रष्टाचारै होलान्, त्यो पनि लाग्दैन, होइन भन्ने पनि आधार छैन। जस्तो अहिले धेरै मान्छेको मुखमा यो गिरिबन्धु टी स्टेटमा सत्ताले पैसा खायो भन्ने छ, हो कि होइन कसैले पुष्टि गर्दैन। हो भन्ने हल्लाकै भरमा हो कि हो चल्या छ, होइन भन्ने कुनै तथ्य छैन। कम्बोडियामा नै 33 अरब राखेको छ भन्ने चर्चा चल्या छ, होइन भन्ने पुष्टि कहीँबाट हुँदैन, खोजीबिन नै हुँदैन। त यी सारा कुरोले के भने मान्छेले के बुझे गणतन्त्र आएपछि मूलधार भनेको भ्रष्टाचार,
भ्रष्टाचार गर्ने कुरो बुझे अनि गरिबी बढाउने कुरो बुझे। अब मलाई लाग्छ गणतन्त्र आउँदा वर्षमा 4-5 लाख मान्छे बाहिर कमाउन जान्थे भने अब अहिले 80-85 लाख मान्छेहरू बाहिर कमाउनु भएको छन्। अब अहिले शिक्षाको स्तरमा कस्तो भने पुरै राजनीतिकरण भएको छ। अनि कुन पार्टीका कति पिएचडी बनाउने भने पार्टीमा बाँडिने टाइपको पिएचडी को थेसिस लेख्ने चाहिँ प्राध्यापक पनि काङ्ग्रेसका अनि विद्यार्थी पनि काङ्ग्रेसका हुने अनि थेसिस आफ्नो भागभण्डामा आफ्ना कुन पार्टीका कति पिएचडी निकाल्ने, काङ्ग्रेसका कति, एमालेका कति, माओवादीका कति, यो चाहिँ नदेखिने अद्वितीय भागभण्डामा चाहिँ शिक्षाका पिएचडी समेत अगाडि गएका छन् भन्दा शिक्षाको स्तर डामाडोल छ। अब अहिले +2 गर्नेको 60% सङ्ख्या बाहिर पढ्न जान्छ। चाहिँ यो सबै के भने गणतन्त्र कालमा भयो, यसलाई सुधार्ने काम भएन। किन त्यो सुधार्ने काम नभएपछि देशमा निराशा आयो, यो पनि भोगियो। चाहिँ मलाई लाग्छ कि अहिलेसम्म राजनीतिमा लाग्दाखेरि जे सोचिया थियो राजनीतिमा लागेपछि त्यसको शोषण अन्त्य गरिन्छ, समानता कायम हुन्छ, न्याय कायम हुन्छ, जातीय विभेद कायम हुन्छ। त्यो गर्नुपर्छ भनेर ती जेलका कठिन दिनहरूमा पनि हाम्रै अहिलेका भर्खर अपदस्थ भएका प्रधानमन्त्री ओली र हामी त्यस्ता छलफल गर्थ्यौँ कसरी देशमा बाँचेर गइयो भने सुशासन ल्याइन्छ। तर बाँचेर आइसकेपछि सत्ताको माथिल्लो पिँढीमा त ओली पुगे, तर उनले त्यो हामी गोलघरमा हुँदा गरिएका कल्पनाको 1% पनि कहीँ प्रयोग गरेनन्। त्यो पनि भोगियो। किन मान्छे के हुँदो रहेछ भन्दा दुःख पाएको बेलामा देशको बारेमा सोच्ने, आफू सत्तामा पुगेपछि कमाउने कुरोमा लाग्ने, यो मनोवृत्ति नेपाली पोलिटिसियनमा आयो। जस्तो अहिले जेन्जीकै आन्दोलनमा शेरबहादुरजीको घरमा जे सम्पत्ति देखा पर्यो भनियो, प्रचण्डको घरमा प्रचण्डको छोरीको घरमा जे देखियो भनियो, अनि प्रचण्डकै छोरीका ब्याग र प्रचण्डकै घडीका मूल्यहरू जो बाहिर सुन्नमा आए, अनि शेरबहादुरकै छोराहरूको सम्पत्तिको विवरण बाहिर आयो भन्दाखेरि त यो उद्योगै गरेर त्यति सम्पत्ति कमाएको भए त अति राम्रो हुन्थ्यो नि। किन पोलिटिक्स गरेर कमाउनु पर्थ्यो र राज्य किन दोहन गर्नु पर्थ्यो? अब यो राज्य दोहन आफूले कमाउने नाममा, निजी उद्योग चलाउने नाममा राजनीतिमा आएर राजनीति दोहन गर्दा देश पनि डुब्यो, नेता पनि बदनाम भए, राजनीति पनि बदनाम भयो र अहिलेको यो अवस्थामा आएको छ। यो पनि भोगियो। चाहिँ यस्तो अवस्था छ देशमा, अहिले पनि सङ्कटग्रस्त अवस्थामा छ। सुधारको बाटोमा चाहिँ अहिले पनि आइराखेका छैन। नेताहरू चाहिँ पुरै असफल भए नै भन्ने यहाँको निष्कर्ष। अब यो मलाई लाग्छ नेताहरू त असफल नै भए। किन अब त्योभन्दा दलै असफल भयो त म भन्दिनँ। दलबाट आएका नेताहरू, दल पनि यस्तो के भयो भने अब अहिले भनौँ न ओलीजी हिजो 2 चोटि पार्लियामेन्ट भङ्ग गर्नुभयो र पार्लियामेन्टले अदालतले हटाएर उहाँलाई बालुवाटारबाट घरको बारदलीमा पुर्यायो। तैपनि पार्टीका नेताहरूले उहाँमाथि प्रश्न उठाउन सकेनन्। दुई त्यहीँको सरकार असफल भएर किन चाहिँ उहाँ प्रधानमन्त्री निवासबाट घरको चाहिँ बारदलीमा आइपुग्नु पर्यो भन्ने प्रश्न उहाँको पार्टीमा उठेन। कार्यकर्ता कस्ता भयो भने त्यो नेता हुँदाखेरि उसको छत्र छायामा 2 नम्बर 3 नम्बरका नेताहरू सबैले पाएका छन्, सबैले खाएका छन्, सबैले चाहिँ एसआरएम भोगेका छन्। त्यो नातामा नेताप्रति अब अलिक स्वच्छ एउटा निर्मम छलफल गरेर नेतृत्व नयाँ गराउने हदमा उनीहरू आएनन्। त्यति मात्रै होइन कि अब अहिले जेनजी आन्दोलन उठेर भइराखेका प्रधानमन्त्रीले दमन गरेको नाउँमा चाहिँ एकै दिनमा 4000 गोली प्रहार भएछ। अहिले भर्खरै पुलिसको रिपोर्ट आएछ 4000 गोली 23 गते पड्काइयो अरे, 8000 अश्रु ग्यास एकै दिनमा पड्काइयो अरे। यत्रो दमन कि बन्दुक बोकेर होइन कि झोला बोकेर, विद्यार्थीको झोला बोकेर आएका विद्यार्थीमाथि गरियो। अनि त्यस बापतमा भोलिको बल्टको आक्रोशमा प्रधानमन्त्रीबाट हुने भाग्नुपर्ने इतिहास यिनीहरूले भगायो। तैपनि अब पार्टीका कार्यकर्ताले अब तपाईँ सत्ताबाट हट्नुहोस्, पार्टीको अध्यक्षबाट हट्नुहोस्, नयाँ अध्यक्ष बनाउनुहोस् भनेर कडा भाषामा कार्यकर्ताले भन्न सक्ने अवस्था छैन। केही पर्सेन्ट 5-10%ले कराएका छन्। अब ओलीले बोलेका छैनन्। उनी अहिले पनि प्रधानमन्त्री हुन्छु भन्ने ट्युनमा नै अगाडि आइराखेका छन्। यस्तो खालको परिवेश पार्टीमा, काङ्ग्रेसमा पनि त्यही छ। शेरबहादुरजीले त्यत्रो लपड झपडबाट आन्दोलनकारीले बाल सेनाले बचायो। सेनाले त्यति धेरै कसरत नगरेको भए शेरबहादुरजी अहिले चाहिँ सिङ्गापुर जाने अवस्थामा हुनुहुन्थेन। त्यति गरेर बचाएर पनि उहाँले पार्टी अध्यक्षबाट अर्को पार्टी अध्यक्ष छाना भन्न नसकेर अहिले पनि पार्लियामेन्ट फर्केपछि प्रधानमन्त्री हुन्छु कि भन्ने नाउँमा
कार्यभाग मात्रै दिएर उहाँ सिङ्गापुर जानुभएको छ। उहाँको भित्री आशय के हो भने अब काहीँ पार्लियामेन्ट फर्किहाल्यो भने लार्जेस्ट पार्टी त काङ्ग्रेस नै हो, अनि काङ्ग्रेसको संसदीय दलको नेता त म नै हुँ, म सिङ्गापुरबाटै प्रधानमन्त्री भएर आइपुग्छु भन्ने आशयका साथ उनीहरू अगाडि गएका छन्। देश सुधारको कुरो छैन, प्रधानमन्त्री कसरी हुने भन्ने कुरो अहिले पनि उनीहरू लालायी छन्। अब नेताहरू म यसो हेर्छु, 46 सालमा राजा निर्दलीय थिए। हामीले आन्दोलन गर्दा आन्दोलनको आवाज बुझेर राजाले निर्दलीयता छोडे, राजा बहुदलीय भए। अनि नै बहुदलीय सिस्टम दिएर संविधानको दायरामा आउँछु भनेर राजा वीरेन्द्र संविधानको दायरामा आएर संवैधानिक बने। राजाले त्यो सुधारलाई अगाडि लिएर आएर हिजोका पञ्चहरू पनि त्यो बहुदलीय सिस्टममा बहुदलका पार्टीका अङ्ग भएर उनीहरू अगाडि आए, आन्दोलनलाई स्वीकारे। आन्दोलनले जे निर्दलीयता हटाएको थियो त्यो हटाएको कुरालाई राजादेखि लिएर पञ्च सबैले स्वीकारे। अब 63 सालमा फेरि अर्को आन्दोलन भयो। त्यो आन्दोलनले अब राजाले पनि राम्रो काम गरेन भनेर सबै दोष राजामाथि लगाएर राजतन्त्र हटाउने कुरो आयो। राजाले राजतन्त्र हटाउने कुरो आएपछि बलजफ्ती गरेनन्, ल जनताको नासो जनतालाई नै म जिम्मा लाउँछु भनेर उनी गणतन्त्रमा गए। अनि गणतन्त्रको शासन अन्तर्गतको नेपालमा शान्तिपूर्ण रूपले बस्छु भनेर बसे। अनि राजाकै नजिकमा आएका राजभक्तहरूले गणतन्त्रको संविधान मानेर पार्टी खोले। त्यो पार्टीमा भाग लिएर संसदमा अगाडि आयो र बहुदलीय व्यवस्था के अरे गणतन्त्रको व्यवस्थालाई राजावादीहरूले पनि स्वीकारे। अब अहिलेमा राजाले पञ्चले स्वीकारेको आन्दोलनको परिणामलाई अहिले जेनजीहरूले जे आन्दोलन उठाए त्यसलाई अहिलेका दलका नेताहरूले स्वीकारेनन्। किन अहिले दलका जेनजीहरूले त उठाएको माग संविधान संशोधन, संविधान फ्याँक्ने थिएन, संविधान रद्द गर्ने थिएन, संविधान संशोधनको थियो। र उनीहरूले भनेको थिए कि यो संसदीय व्यवस्था जुन अहिले आएको छ प्रधानमन्त्री प्रमुख हुने व्यवस्था, यो राजनीतिक अराजक भयो, यसले भ्रष्टाचार बढायो, यसले राज्यको खर्च बढायो, समयमा यो संहिताको नाउँमा 1 लाखभन्दा बेसी राजनीतिक कार्यकर्तालाई राज्यले पाल्नुपर्ने भयो। त्यो पाल्ने खर्च जनतामा उत्पादन भएको छ, आर्थिक उत्पादन भएको छैन। त्यसकारण सानो संविधान, छरितो संविधान, कम खर्च हुने संविधान, अनि 5 वर्षसम्म एउटा शासक चुनिएर त्यसले 5 वर्ष शासन गर्ने त्यो टिम भन्या, त्यतिखेरको पार्लियामेन्ट, त्यतिखेरको मन्त्री परिषद, त्यतिखेरको सेना, त्यतिखेरको पुलिस लगायत त्यतिखेरको प्रशासन जुन हो त्यो टिमले 5 वर्ष शासन गर्छ। त्यसले राम्रो गरेन भने 5 वर्ष पछाडि नेता चेन्ज हुन्छ, अर्को नेता आउँछ। किन त्यसरी राजतन्त्र आउँदाखेरि चाहिँ 5 वर्ष पछाडि जाँदैन। राजतन्त्रले नै आयो भने 5 वर्षमा उसले जे गर्छ त्यो सबै निरङ्कुश भएर भनिन्छ। राष्ट्रपतिले गरेका काम पनि निरङ्कुश भयो भने 5 वर्ष पछाडि हट्छ र अर्को फेरि डेमोक्रेटिक सिस्टममा आउने मान्छे आउँछ। र यो परिवेश चाहियो भनेर जेनजीहरूले जुन माग गरे त्यो मागलाई यी नेताहरू कसैले स्वीकारेनन्। मलाई लाग्छ अहिलेको यो डेमोक्रेसी भने के हो भने अब यो कुनै पनि नियम कानुन नभएको डेमोक्रेसी हो। अब यहाँ सरकारी जागिर खाऊ, पार्टीको कार्यकर्ता बन, चाहे प्रोफेसर होस्, चाहे टिचर होस्, चाहे कर्मचारी होस्, राज्यको पैसा खाने पार्टीका कार्यकर्ता हुने सहज। पार्टीले पनि त्यही भन्छ, अरूले पनि त्यही भन्छन्, त्यही गरेका छन्। अब यहाँ राज्यका कर्मचारी, राज्यका राष्ट्र सेवक नभएर होला, केही सानो सङ्ख्या त होला, त ठुलो सङ्ख्या चाहिँ पार्टीका सेवक भएर अगाडि गएको जुन छ त्यसलाई हटाउन भनेको त त्यो केन्द्रीय शासनबाट आउने आदेश नभइकन त्यो हट्दैन। किन अहिलेको जस्तो अराजक डेमोक्रेसीले त्यो सिस्टमलाई अगाडि हट्दो रहन्छ। यसमा मैले चाहिँ मनोवैज्ञानिक रूपले के पनि ठान्या भने हाम्रो देशमा 500-600 वर्षदेखि केन्द्रीय शासन छ राजाको नेतृत्वमा। अब अहिले केन्द्रीय शासन हटेको 17-18 वर्ष राजतन्त्र गएको भयो, गणतन्त्र आएको भयो। अब गणतन्त्र आएर के भने अराजक डेमोक्रेसी भयो। किन हाम्रो नेपालीहरूको मानसिकता के छ भने केन्द्रले भनेपछि मान्ने खालको मानसिकता रहेछ। किन अहिले केन्द्रको शासन काहीँ पनि छैन। प्रधानमन्त्रीले भनेको तल प्रान्तले मान्दैन, अनि प्रान्तले भनेको तलको गाविसले मान्दैन, अनि जम्मै ठाउँमा अराजकता भएर आएको ठाउँमा अब राष्ट्रपति पद्धति आयो भने नीतिगत रूपले केन्द्रको निर्देशन आउँछ। किन तर प्रान्त पनि हुँदैन, गाविसलाई अधिकार अरू धेरै दिने, गाविसको सङ्ख्या, स्थानीय निकायको सङ्ख्या 753बाट 300मा ल्याउनुहोस्, वार्डको सङ्ख्या यथावत राख्नुहोस्। किन यो सर्भिस डेलिभरी दिने त वार्डहरू हुन्, वार्डलाई यथावत राख्नुहोस् र यसलाई अधिकार सम्पन्न बनाउनुहोस्।
यसो गर्नु हो भने कम खर्चमा राज्य सञ्चालन हुन्छ। त्यो चाहिँ कसले गर्न सक्छ भन्दा राष्ट्रपति पद्धतिबाट हुनसक्छ। अब नभए यहाँ त अहिले त के छ भने नेताहरू अब राष्ट्रपति बनाउँदाखेरि सबैको आकाङ्क्षा के छ भने हिजो एकचोटि संविधान बनाउने बेलामा राष्ट्रपति पद्धतिको कुरो उठ्या थियो, माओवादीले उठाएको थियो। सबैलाई डर के हो भने यो प्रचण्ड चाहिँ राष्ट्रपति हुन्छ, बनाउनै हुँदैन भने चाहिँ किन उनीहरूलाई के लागेको छ भने एउटा सिस्टम बनाउँदा को आउने हो भनेर पहिले मान्छे खोजेर सिस्टम बनाउने, यो खालको गलत प्रवृत्ति छ। एउटा सिस्टम बनाएपछि सिस्टममा जो छिर्न सक्छ, जसलाई जनताले पत्याउँछ त्यो आउँछ। प्रचण्डै आए पनि त्यो सिस्टममा आउनु पर्थ्यो, त्यसैमा ओली नै आए पनि, शेरबहादुर नै आए पनि सिस्टममा आउनु पर्थ्यो, अथवा त्योभन्दा अरू नै कुनै मान्छे आएको भए पनि सिस्टममा आउँथ्यो, सिस्टम चलाउँथ्यो। अब त्यसमा मेरो चाहिँ ठाउँ चाहिन्छ भन्ने आधारले बनाउनु हुँदैन थियो। अब अहिले पनि त्यही कुरो छ। म चाहिँ अब राष्ट्रपति पद्धति बनाएर खेल्न पाइँदैन, किन अहिले त 6 महिना प्रधानमन्त्री हुन पाइन्छ, अनि आफ्ना बिचौलियाहरू पनि फेर्न पाइन्छ, कमाउने ठाउँ पनि फेर्न पाइन्छ, अनि 5 वर्षमा 5 जना 6 वटा प्रधानमन्त्री बनाएपछि सबैको भागपण्डमा कमाउन पाइन्छ। राष्ट्रपति पद्धति भयो र 5 वर्ष भने त्यो कमाउन नपाइने भयो। त्यो राष्ट्रको हित होइन, आफ्नो हित हुँदैन। यो आधारमा उनीहरू यो राष्ट्रपति पद्धति स्वीकार्दैनन्। र यसैमा म अलिकति थपिहालौँ। अब जस्तो अहिले जेएनयूको आन्दोलन भयो, जेएनयूको आन्दोलन मैले अघि पनि भने मुख्यतः जेएनयूका 3टा माग थिए। सबभन्दा ठुलो माग त यो संविधानमा संशोधन थियो, आम जनताले चुनेको कार्यकारी प्रमुख भन्ने उनको भाषा थियो। त्यो भनेको राष्ट्रपति हो या प्रधानमन्त्री हो। मलाई लाग्छ त्यो राष्ट्रपति नै हो, किन राष्ट्रपति प्रधानमन्त्री चाहिँ चुनिएको आयो भने प्रधानमन्त्री र पार्लियामेन्टको बिचमा टसल हुन्छ, किन पार्लियामेन्ट पनि चुनिएर आएको, म चाहिँ देशबाट चुनेर आएको भनेर प्रधानमन्त्रीले पार्लियामेन्ट टेर्दैन, पार्लियामेन्टले प्रधानमन्त्रीलाई लगाम लगाउन खोज्छ, त्यो उसले मान्दैन, टसल एकै वर्षमा सुरु हुन्छ। अब राष्ट्रपति पद्धति भयो भने चाहिँ राष्ट्रपति पद्धतिमा पार्लियामेन्ट चाहिँ नीतिगत हुन्छ, नीति बनाउने, योजना बनाउनेमा चाहिँ कानुन बनाउने काम चाहिँ पार्लियामेन्टले गर्छ भने राष्ट्रपतिले प्रशासन चलाउँछ, क्याबिनेट बनाउँछ। यो सांसदलाई क्याबिनेट होइन, चाहिँ विज्ञहरूको क्याबिनेट बन्न सक्छ। त्यसो हुने बित्तिकै चुनावमा खर्च गरेर पैसा कमाउन आउने मनोवृत्ति हो त्यो रोकिन्छ, किन चुनावमा नीतिगत रूपले राम्रो व्याख्या गर्ने, राम्रो योजना बनाउने मान्छे पार्लियामेन्टमा आउन सक्छ। त्यो पैसा खर्च नगरिकन आउँछ, किन यहाँ आएर कमाउन सकिँदैन। यहाँ त संसदमाथि आएर धेरै खर्च गरेर माथि आउने, संसदमा गएर मन्त्री बन्ने, मन्त्री भएपछि कमाउने हो। अब त्यो चुनावदेखि नै भ्रष्टाचारको सिरिज सुरु हुन्छ, जुन कुरो राष्ट्रपति पद्धतिमा तीदेखि नै रोकिन्छ। चाहिँ त्यो पद्धति आउनको लागि चाहिँ जेएनयूले जुन आन्दोलन गरे, त्यो आन्दोलनलाई त मलाई लाग्छ कि यो सुशीलाजीको क्याबिनेट बनाउने दिनमै तुहाइयो। किन त्यसको आन्दोलनको मुख्य मकसद, किन जेएनयूहरू राजनीति सचेत थिएनन्। एउटा आक्रोश आयो, एउटा व्यथा के देखे भने यो 18 वर्षमा गणतन्त्रको यो संसदीय व्यवस्थाले भ्रष्टाचारले मात्रै चलायो, गरिबी मात्रै बढायो भन्ने आक्रोशमा उनीहरूले सर्वदा आम जनताको चुनिएको राष्ट्रपति भन्ने माग त उनीहरूले राखे। तर त्यतिखेर सुशीलाजीको क्याबिनेट बन्ने बेलामा यो संविधान संशोधनलाई 1 नम्बरमा उभ्याउन सकेनन्। 1 नम्बरमा पहिले संविधान संशोधन गर, अनि संविधान संशोधन पछाडि निर्वाचन गर भन्ने ठाउँमा पुग्या भए सायद यो मात्र जेएनयूको आन्दोलन एउटा ऐतिहासिक हुन्थ्यो। त्यसले यी नेताहरूले गरेको भ्रष्टाचारदेखि लिएर यी नेताहरूले गर्न नसकेको संविधानको सुधारलाई लिएर अब गणतन्त्रलाई नै अझ सुदृढ बनाउँदै जाने बाटो खुल्थ्यो। यो त 27 गते नै यसले टुटाइहाले। अब अहिले जे राम्रो भइहाल्यो भने चुनाव हुन्छ, चुनावपछि यिनै अहिलेका खाइदेऊ पार्टी नै आएर सरकार बनायो भने संविधान संशोधन हुँदैन भनेपछि जेएनयूको आन्दोलन बर्बाद हुन्छ। यो हालतमा छ। त यो हालतमा भएको हुनाले मलाई लाग्छ अघि तपाईँले भने जस्तै जेएनयूको आन्दोलनलाई तुहाउने काममा राष्ट्रपतिदेखि लिएर अब अहिलेको यो सरकारलाई पनि घुमाइ फिराइ त्यही खेलाउँदैछन्। अब अहिले जेएनयू र पोलिटिकल पार्टीको बैठक भएर पनि चुनाव नै गर्ने हो। चुनाव नै गर्दाखेरि एउटा संजोग के थियो भने पुराना पोलिटिकल पार्टी सबैले हारेर जेएनयूले जित्छ, यो त मान्छेको मनको लड्डु मात्रै हो, त्यो त हुँदैन। अब 2/3 मत नयाँ मान्छेहरूको आउँदैन, 2/3 मत नआइकन संविधान संशोधन हुँदैन। संविधान संशोधन भएपछि यही संविधान बस्छ र यस्तै गरी भ्रष्टाचार गरेर खाने दिन अगाडि आउँछन्। नेताहरूले खोज्या यही हो। चाहिँ यही खोज्नको लागि अब अहिले एकातिरबाट नेताहरू पार्लियामेन्ट फर्काउने कुरोमा लागेका छन्, अर्कातिरबाट चाहिँ नेताहरू चुनाव नहोस् भन्ने कुरो चाहेका छन्। किन चुनाव भइहाल्यो भने हारिन्छ चुनावमा, त्यो पनि डर छ उनीहरूलाई।
अनि जितिहालियो भने पनि दुई चाहिँ त आउँदैन। मा चाहिँ युवाहरू केही मिसिएर आउँछन्, जसले गर्दा भने जस्तो गर्न सकिँदैन। भने नाउँमा चुनाव भाड्ने गतिविधिमा काङ्ग्रेस एमाले माओवादी अलिकति चिप्लो भएर लागे पनि भित्री रूपमा अब यो चुनाव भयो भने नयाँ सरकार आयो भने त हाम्रा जम्मै अन्तरकन्तरका गुदीहरू खोल्छ भन्ने उनीलाई डर छ। त्यसै कारण चुनाव नभएर फेरि 84मै लान सकियो भने हामी नै आउँछौँ भन्ने उनीहरूलाई पनि सोच छ। त्यसबाट जेन्जीको आन्दोलनलाई तुहाउन उनीहरू लागिरहेका छन्। त्यो तुयो भने चाहिँ मलाई लाग्छ कि त्यसको अर्को ठुलो दुर्भाग्य हुन्छ र त्यस पछाडि के हुन्छ, त्यसको विरोधमा के आवाज उठ्छ, त्यसको बारेमा फेरि बताउन पर्ने हुन्छ। यो जस्तो अब कार्यकारी प्रमुखको यहाँले कुरा गर्नुभयो, नेपाल चाहिँ धेरै लामो समयसम्म तानाशाही चल्यो र एउटा व्यक्ति भयो भने स्वेच्छाचारी हुँदो रहेछ भन्ने हो। अब नेपाल फेरि त्यो खालको बाटोमा गयो भने एउटा स्वेच्छाचारिता बढेर झन् समस्या हुँदैन र? होइन, मलाई के लाग्दैन भने अब जस्तो हिजो राजाको तानाशाही र इलेक्टेड राष्ट्रपतिको तानाशाही एउटै हुँदैन। किन यसको अवधि तोकिया हुन्छ, 5 वर्ष 4 वर्ष अथवा 6 वर्ष पछाडि उसको इलेक्सन हुन्छ, इलेक्सन पछाडि उसले फेरि हुनुपर्ने हुन्छ। अब त्यसो भएको हुनाले फेरि यो राष्ट्रपति भने त्यसलाई रिकल गर्ने, त्यसलाई कन्ट्रोल गर्ने सिस्टम पनि बन्छ। किन पार्लियामेन्टले अविश्वास राख्ने अथवा उसलाई फिर्ता बोलाउने व्यवधान राख्ने केही न त्यसका व्यवधानमा उसलाई सजग गराउने कुराहरू त हुन्छन्, तर प्रधानमन्त्री फेरे जस्तो सट्टै 6 महिना फेर्न सकिने स्थिति चाहिँ हुँदैन। चाहिँ त्यसो भयो भने मलाई लाग्छ कि एउटा राष्ट्रपतिले सत्तामा ठुलो तानाशाही हुन उसले मात्रै सक्दैन। किन त्यहाँ सेना चाहियो, मैले अघि पनि भने प्रशासन चाहियो, पुलिस चाहियो, यी सबैलाई लिएर जान चाहिँ आखिर सेनाले पनि पुरै तानाशाही हुन भन्छ। जस्तो अहिले ओलीलाई तानाशाही हुँदा त सेनाले अँगालो हालेन भने भोलि राष्ट्रपति नै पनि पुरा तानाशाही हुने भयो भने सेनाले सजा गराउने हुन्छ। किन अहिले भर्खरै न्युजमा आइराखेको छ 2 महिना पहिले नै सेनाले यो विद्रोह हुन्छ भनेर परिकल्पना गरेर प्रधानमन्त्रीलाई रिपोर्ट बुझाएको थियो। त्यो रिपोर्टलाई बुझेर प्रधानमन्त्रीले त्यसको सुधारका प्रक्रियाहरू उठाएको भए त यो गति आउँदैन थियो नि। चाहिँ आखिर मेकानिजमले त भन्नु रहेछ नि केही न केही कुरो। अब भोलि पनि त्यो मेकानिजमले भन्ला, कुनै मूर्खै आएर कुनै मेकानिजमकै कुरो नसुन्ने भयो भने त यही राष्ट्रपति सिस्टममा पनि प्रधानमन्त्री सिस्टममा अहिले ओलीकै पालामा पनि त भयो नि। कारण डेमोक्रेटिक भनेर पनि त हुँदो रहेछ। किन बुद्धि बिग्रेको मान्छे आयो भने त गाह्रै नै हुन्छ। अब भोलि पनि त्यस्तै आयो भने अचानक त्यस्तो कुरो हुँदैन भन्न त सकिँदैन, तर आम रूपमा हुँदैन। किन जसै गरी अहिले ओलीकै बारेमा भनौँ न, 2/3को सरकार आएर फेल भयो। यो दुनियाँमा हुने कुरो होइन नि। 2/3को सरकार त एउटा लटेब्राले पनि चलाउँछ चाहिँ, तर यहाँ चलाइएन। किन 2/3को सरकार चलाउनेमा 3-4 जना स्वार्थी तत्त्वहरू थिए। प्रचण्ड त्यहीँ थिए, माधव त्यहीँ थिए, झलनाथ त्यहीँ थिए, वामदेव त्यहीँ थिए। यी 4-5 जनाको लुच्चा चोडीले गर्दा 2/3को सरकारै खत्म भयो। त्यसमा पनि मुख्य त ओली नै थिए। बाँडचोड गरेर म जत्तिकै महत्त्वकाङ्क्षी अरू पनि छन् भनेर मिलेर हातेमालो गरे भए त त्यो सरकारै गिर्दैन थियो। त्यो नगिरेको भए अहिलेको जस्तो हङ पार्लियामेन्ट पनि आउँदैन थियो। अनि अरू मिलेर फेरि चाहिँ आफू तानाशाह हुनको लागि सारा चिजलाई चाहिँ भनौँ न चाहिँ अब अहिले उहाँ मदननगरमा पार्टी कार्यालय नबनाएर कीर्तिपुरमा पार्टी कार्यालय बनाएर केपी भवन बनाउने नाममा लाग्नु पर्दैन थियो। चाहिँ अब यस खालका निजी मनोवृत्तिहरू जस्तो अहिले दमकमा जुन त्यो 2-3 अरबको कतिको त्यो भ्यू टावर बनाइयो, त्यो भ्यू टावर बनाएको चाहिँ के हो भने पछि गएर त्यो केपी भ्यू टावर हुने हो। त्यो मनोकाङ्क्षा हो। चाहिँ यो निजी स्वार्थले चाहिँ नेताहरूलाई गाँजिसकेपछि यो अवस्था सिर्जना हुन्छ। यो त संसदीय व्यवस्थामै पनि भयो भने भोलि राष्ट्रपति सिस्टममा पनि काहीँ त्यस्तो दुर्भाग्य कहिले हुँदैन ग्यारेन्टी त गर्न सकिँदैन, तर त्यो सम्भावना कम हुन्छ। किनभने एक त धेरै मान्छेबाट चुनिएको मान्छेलाई उसलाई पनि डर हुन्छ, उसलाई पनि जिम्मेवारीको कुरो आउँछ। अनि फेरि उसलाई रोक्ने उपायहरू पनि त्यहाँ राखिन्छ। किन सबै त मैले अहिले संविधान बनाउने संविधानै विधि नभएको हुनाले मैले सुनेको छु एउटा रिकल सिस्टम हुन्छ, पार्लियामेन्टबाट रोक्ने सिस्टम हुन्छ, नीतिबाट रोक्ने सिस्टमहरू हुन्छ। कि नीतिको निम्ति त पार्लियामेन्ट अथवा मन्त्री नै नभएर नीति मात्रै अवतरण गर्ने भन्छ पार्लियामेन्ट हुन्छ। पार्लियामेन्ट सधैँ राष्ट्रपतिकै कमान्डमा बसिराखे पनि हुँदैन। त यी सब कुरोले गर्दा र मैले नेपालीहरूको मनोविज्ञान नै केन्द्रले भनेको कुरो तलसम्म जाने अनि स्थानीय निकायमा धेरै सहायता दिनुपर्ने। जस्तो शिक्षाको बारेमा, स्वास्थ्यको बारेमा चाहिँ साना उद्योगको बारेमा यी विभिन्न बारेमा तलब अधिकार धेरै दिने
अनि राष्ट्रिय चाहिँ क्षेत्र विद्युतको बारेमा चाहिँ सेनाको बारे सुरक्षाको बारेमा केन्द्रले हेर्ने जस्ता चाहिँ राष्ट्रिय चाहिँ विदेश नीतिदेखि लिएर सारा कुरोमा केन्द्रले हेर्ने अरू आन्तरिक सवालमा तल केन्द्रलाई स्थानीय निकायलाई अधिकार दिने र भ्रष्टाचारको बारेमा कडाइ गर्न केन्द्रैबाट चिजहरू निकायहरू खटाउने हो भने सायद मलाई लाग्छ 5 वर्षमा नै देशको रूपान्तरण हुनसक्छ। अब यहाँ कृषिको रूपान्तरण गर, पर्यटनको रूपान्तरण गर, तल स्थानीय निकायलाई त्यसमा परिचालन गर, त्यसरी जाने हो भने चाहिँ त त्यसको देशको रूपान्तरण हुन्छ। फेरि के हुँदो रहेछ मेकानिजम भने माथिल्लो मेकानिजमले एउटा शुद्धता अपनायो भने मन्त्री परिषदले अथवा राष्ट्रपतिको टिमले शुद्धता अपनायो भने तल ब्युरोक्रेसीमै त्यसको असर जान्छ। म चाहिँ जस्तो मनमोहनजीको क्याबिनेटमा म पनि मन्त्री थिएँ। त्यो 9 महिनामा भ्रष्टाचारको मात्रा जिरोमा त होइन, पहिलेको भ्रष्टाचारको मात्रा घटेर धेरै तल 10% 15%मा आएको थियो। किन प्रधानमन्त्रीले पैसा खाएन, मन्त्रीले पैसा खाएन, अनि तल त्यही अनुसारले ब्युरोक्रेसी पैसा कम हुँदै गयो, भ्रष्टाचार कम हुँदै आयो। म चाहिँ अब एक दुईवटा मैले उपमा दिन्छु। हाम्रो डाक्टर भगवान कोइराला टिचिङ हस्पिटलमा होइन, माथलो हस्पिटल के अरे कान्ति होइन गङ्गालाल चाहिँ त्यो मनमोहन कार्डियो मनमोहनको हस्पिटलमा होइन, त्यो टिचिङ हस्पिटल पछि टिचिङ हस्पिटलमा ल्याइयो। टिचिङ हस्पिटल वर्षको 10 करोडमा चाहिँ घाटामा थियो। अब उनलाई लिएर आएर भगवानलाई लिएर आउने बित्तिकै 10 करोड नाफामा पुग्यो। एकजना मान्छे इमान्दार भयो भने चाहिँ अब त्यो संस्थै चाहिँ प्रगतिमा जाने रहेछ। चाहिँ अब माथि पहिलेको हस्पिटलमा पनि उनी आएपछि भगवान वास्तवमा भगवानकै रूपमा चाहिँ अगाडि आयो। किन एउटा चिफ इमान्दार हुँदाखेरि संस्था इमान्दार हुन्छ। एउटा प्रधानमन्त्री अथवा राष्ट्रपति इमान्दार भयो भने तलसम्म त्यसको असर पर्छ र त्यसका नराम्रा कुराहरू हट्दै जान्छन्। त यी सब कुरोहरूलाई हेरेर मलाई लाग्छ कि देशमा यो जेनजीहरूले जे कुरो उठाए एकदम सही कुरो उठाएको थिए र तर अहिले समस्या के भयो भने राष्ट्रपति ओलीले राजीनामा दिएपछि त्यसको शासक राष्ट्रपति भए। अब राष्ट्रपति रामचन्द्र भए। अब रामचन्द्रको सुरु के भने यो संविधान बचाउने काङ्ग्रेसकै सरकार बनाउने कुरोमा लागेर जेनजीका राम्रा माग पनि छोपे, हटाए। अब अहिले चुनाव गर्ने भनेको छ। लु धेरै राम्रो भयो भने चुनाव हुन्छ। चुनाव भएपछि त यिनी आउरे बाउरेको मान्छे सरकार आउने भयो, भ्रष्टाचार त कन्ट्रोल हुँदैन अनि नयाँ ठाउँमा त आउँदैन। म चाहिँ अब त्यसैमा अर्को विकल्प के देखिन्छ भने मानिस यो फागुन 21मा चुनाव नहुने सक्ने सम्भावना पनि छन्। किनभने एक त पार्लियामेन्ट फर्काउने कुरो अगाडि आछ। अब अदालतले के भन्छ, पोलिटिकल पार्टीहरूमा चाहिँ र वकिलहरूको टिम चाहिँ अब यो संविधानलाई नै बिउताउने नाउँमा पार्लियामेन्ट फर्काउन खोजिरहेका छन्। अब मलाई अहिलेसम्म के लाग्छ भने अब यो न्यायाधीशहरू भए, वकिलहरू भए, उनीहरू भनेको यथास्थितिवादी चिन्तनका मान्छे हुन्। किन उनीहरू परिवर्तन भन्दा पनि अहिले कानुनमा के छ त्यसलाई टिकाउने हो। अब न्यायाधीशहरूले व्याख्या गरे भने त संविधान बाहिरबाट जाँदैन नि, उनीहरू संविधानकै व्याख्या गर्ने हो। त यो संविधानलाई सुधार न्यायाधीशले होइन, राजनीतिक मान्छेले चाहने हो। अब चाहिँ पार्लियामेन्ट त्यो भएर न्यायालयले पार्लियामेन्ट फर्काइदियो भने अब अहिलेका यी जेनजी र चाहिँ नेपाली जनमानसले जे सोचिया छ यो पार्लियामेन्ट यी नेताहरू भ्रष्ट भए भन्ने सोचिया छ, पार्लियामेन्ट फर्कायो भने ती चुप लागेर बस्छन् कि बस्दैनन्? चुप लागेर बस्छन् भने त फेरि द्वन्द्व सुरु हुन्छ। फेरि द्वन्द्व सुरु भएपछि त चुनाव त हुँदैन। चुनाव नभएपछि त सेनै आउनु पर्ने अगाडि आयो। एक अर्को कुरो, अनेकौँ रूपले पार्टीले चुनावमा भाग लिएनन्, गन्जागोल गरेर चुनाव भएन भने पनि फागुन पछाडि सुशीलाजी त सत्ता छोड्छन्। किन न्यायालयकै मान्छे हुन्, कमिटमेन्ट उनलाई दिएको पनि त्यही छ र उहाँले भनेको पनि छ म फागुनमा पछाडि म बस्दिनँ, 6 महिनाभन्दा बेसी बस्दिनँ भनेको छ। उनले त्यतिखेर राजीनामा दिइन् भने फेरि भ्याकुम हुन्छ, फेरि सेना आउँछ। त्यो सेना आइसकेपछिको स्थिति सजिलै गरी सेनाले फेरि सरकार बनाएर चुनाव गर्छ कि सेना नै बस्छ कि सेनाले अर्को विकल्प खोज्छ कि यी समस्याहरू अगाडि आउँछन्। त्यही कारण चुनाव भएन भने देशमा यी नेताहरूले जुन अमन चाहिँ हाम्रो फर्किन्छ भन्ने ठान्छ फर्किँदैन। चाहिँ चुनाव नभएपछि फेरि हामी पार्लियामेन्ट ल्याउँछौँ, फेरि हामी घोडा चढेर सत्तामा जान्छौँ भन्ने कल्पनाका साथ कि पार्लियामेन्ट अहिले फर्काउने कि त 21 फागुन पछाडि पार्लियामेन्ट फर्काउने गरेर अनि हामी सत्तामा आउँछौँ भन्ने ठानेको छ भने त्यो गलत भ्रम हो।
किन त्यो हुँदैन, किन त्यो आउने बित्तिकै देशमा अर्को उपद्रव सुरु हुन्छ र फेरि सेनाले अभिभावकत्व बोक्नुपर्ने हुन्छ। सेनाले अभिभावकत्व बोकिसकेपछि यी नेताहरूलाई नै सेनाले बोकेर हिँड्छ भन्ने कुरोको खण्डन त हिजो जेनजीको आन्दोलन आउँदा जसरी भाग्नु पर्यो, सेनाले त बोकेर बचाउन पो बोक्यो त, सत्तामा राख्न त बोकेन। चाहिँ त्यो स्थितिलाई उनले अहिले नै बुझ्नुपर्ने हो। अहिले नै बुझेर सकेसम्म संविधानलाई सुधार गर्न। अब मैले अहिले दुईवटा बाटो के देख्छु भने यी तीनवटा चारवटा पार्टीका मुख्य नेताहरूले सत्ता पोलिटिकल पार्टीको सत्ता छोड्ने, नयाँ नेताहरूको नेतृत्वमा पार्टी को नेतृत्व जिम्मा लगाउने, अनि त्यो नेतृत्वले अहिले चुनावभन्दा यता पार्लियामेन्ट संशोधन गर्न सकेन भने पनि संशोधनको खाकासहित उनीहरू निर्वाचनमा जाने। यो हामी पार्लियामेन्टमा आयौँ भने यो यस्तो राष्ट्रपतीय पद्धतिको यो खाकामा हामी संविधान संशोधन गर्छौँ भने अहिले त्यो ठाउँमा जाने र यी पुराना नेताहरूले सत्ता छोड्यो भने चुनाव हुन्छ। त्यो चुनावमा अहिले नै सबै मिलेर हामी पहिले संशोधन गर्छौँ भनेर गए पनि ठिक, त्यो संशोधन गर्न सकिन्छ। यो कस्तो रहेछ भने यो संविधान सभाले बनाएको 605 जना कि 3 जनाको संविधान सभाले बनाएको संविधान चाहिँ सबभन्दा अकाट्य हो, वेदवाक्य हो भन्ने हो भने 10 वर्षमा यो अवस्था किन आयो? किन हिजो 46 सालमा विश्वनाथ उपाध्यायको 9 जनाको टिमले बनाएको संविधान त योभन्दा धेरै टिक्यो नि। चाहिँ यति पनि 603ले बनाएको संविधानमा नआएर यो समस्या अगाडि आयो। यो समस्या व्यक्तिको मात्रै नभएर संविधानको पनि हो यो जेएनजीको समस्या अहिले उठ्नमा। त्यस कारण त्यस्तो अवस्थामा मलाई के लाग्छ भने हिजो 47मा बनाएको संविधानमा त राजतन्त्र अपरिवर्तनीय थियो, राजतन्त्र फ्याँक्नै पाइँदैन थियो। त जनआवाज उठ्यो त फ्याँकियो नि, किन पञ्चायत जसरी जनआवाज आएपछि निर्दलीयता हट्यो, त्यसै गरी 63मा जनआवाज आएपछि राजतन्त्र पनि हट्यो। चाहिँ त्यो जनआवाजले हो, त्यो कुनै संविधान संशोधन भएर आएको होइन। त्यस कारण अहिले नै मलाई के लाग्छ भने जेएनजीको यो आवाजलाई लिएर यही पार्लियामेन्टलाई विधायकी अधिकार दिने हो भने उसले 5 जना एक्सपर्ट राखेर संविधान संशोधनको खाका लिएर आएर अनि संविधान संशोधनको राष्ट्रपतिले मान्ने हो भने त्यो संशोधित संविधानको आधारमा चुनाव हुन्छ। अनि त्यो संशोधित संविधानलाई पछिल्लो आउने नयाँ पार्लियामेन्टले अनुमोदन गर्छ, किन यो जनआवाज हो। जनआवाज भनेको संविधानको धारा केलाएर होइन कि जनताको भावना बुझेर हुन्छ। अब त्यो भावना बुझ्ने हो भने परिवर्तनमा जान्छ। त्यसो नगर्ने र हिजो आफ्नो अनुकूल नहुँदा चाहिँ संविधान त्यतिखेर पनि च्यात्ने, अनि आफ्नो स्वार्थको अनुकूल बनाउन अहिलेका नेताहरूले चाहिँ यो चाहिँ भारी भरकमको संविधान जसले चाहिँ देशमा अराजकता मात्रै फैलायो, यसलाई चाहिँ वेदवाक्य बनाएर टाँस्ने हो भने त देशमा आगो लाग्ने भन्दा अर्को उपाय हुँदैन। त्यस कारण मलाई लाग्छ नेताहरूको सद्बुद्धि आओस् र उनीहरूले नेतृत्व छोडुन् र नयाँ नेतृत्व स्थापित गरून् अनि जेएनजीको मागको आधारमा संविधान संशोधन गरून्, देशमा सुशासन कायम गर्ने कुरोमा आम नेताहरूको नेतृत्व, पपुलर नेतृत्व स्थापित गर्ने काम अगाडि लागुन्। यो नै देशको भलाइमा छ। भनेपछि अब जेएनजीहरूले पोलिटिक्स बुझेका छन् त। जस्तो अहिलेसम्म त के छ भने उनीहरू एउटा सीमित माग लिएर आएका थिए, तुरुन्तै सफलता पनि प्राप्त भयो। तर अब यो अहिले जुन परिवर्तनको चाहना छ त्यसतर्फ उनीहरू लैजान सक्छन् जस्तो लाग्छ कि लाग्दैन? अनि मलाई के लाग्छ भने जस्तो त्यसको एन्टी रोल जो हुँदैछ, पार्लियामेन्ट फर्काउने अथवा चुनाव हुन नदिने, अनि त्यसपछि आफ्नो राज फर्काउने जुन पोलिटिकल पार्टीहरूले चाहिँ त्यो परोक्ष भूमिका प्रत्यक्ष रूपमा पार्न खोजिरहेका छन्। त यसको रियाक्सन के हुन्छ भने युवा मात्रै होइन कि यी पोलिटिकल नेतादेखि बाहेकको मासमा पर्छ। मलाई लाग्छ अहिले नै पनि एमालेका कार्यकर्ता, काङ्ग्रेसका कार्यकर्ता संविधान संशोधन गरेर पुराना नेताहरूले सत्ता छोडेर अगाडि जानुपर्छ भन्ने भावना त बढ्या छ। त्यहाँ जेएनजीको कामले कति ठाउँमा जेएनजीको पर्सेन्टेज चाहिँ पार्टीको लिडरसिपमा आउनुपर्छ भन्ने आवाज नै उठ्या छ। काङ्ग्रेसमा पनि 40% युवाहरू नेतृत्वमा ल्याउनुपर्छ, एमालेमा पनि त्यही कुरो उठ्या छ, माओवादीमा पनि त्यही कुरो उठ्या छ। यसले एउटा नयाँ जागरण त अगाडि ल्याएको छ नि। अब यसलाई छोपेर पार्लियामेन्ट फर्काएर मात्रै अगाडि जाने कुरो गरे भने अब मलाई चाहिँ जेएनजी मात्रै होइन अरू ठुलै मास पनि उपद्रवमा आउँछ, चाहिँ आन्दोलनमा आउँछ। त्यो आन्दोलनमा आएपछि यी नेताहरूले आफ्नै स्वराज ल्याउन खोजेको कुरो टुट्छ। अनि स्वराज ल्याउन खोजेको टुटेपछि त उयो सेना नै अगाडि आउनुपर्ने र फेरि अब यो हाम्रो नेपालको चाहिँ जहिले पनि संविधानै फेर्ने, शासकीय सुधार क्रमशः गर्दै नगएर हरेकपल्ट संविधान मात्रै फेर्दाखेरि त कहीँ पनि पुगिँदो रहन्छ भन्ने
त फेरि नयाँ संविधान फेरियो भने पनि त त्यही होला नि। होइन, मलाई लाग्छ संविधान फेर्ने भन्दा पनि अहिले जेनले उठाएको संविधान सुधार्ने हो। यही संविधानलाई सुधार्ने भनेका छन्। मलाई अहिले पनि लाग्छ यो अहिलेको सुशीला क्याबिनेटलाई नै संविधान उनले भने जस्तो चाहिँ जेनजीले भने जस्तो आम मान्छेले चुनेको प्रशासनिक प्रमुख चाहिँ अथवा राजनीतिक प्रमुख छान्नुपर्छ अथवा राष्ट्रपति छान्नुपर्छ भन्ने कुटुम्बमा यसलाई म्यान्डेट दिने अनि 5 जना एक्सपर्टले त्यसको संविधान सुधारको खाका खिचेर क्याबिनेटमा लिएर आउने, राष्ट्रपतिले त्यसलाई स्वीकार्ने। यहाँ के लाग्छ भने हामी संविधान सभाको नाउँमा 603 जनाले बनाएको चाहिँ संविधान वेदवाक्य हो भन्ने 603 जना 601 जनाले बनाएको संविधान चाहिँ वेदवाक्य हो भन्छन्। 10 वर्ष पनि टिकेन, किन यो संविधान नै नेपालको अव्यवहारिक संविधान हो। किन यसले 1 नम्बरमा सबभन्दा खर्चालु छ, किन 1 लाख राजनीतिक कार्यकर्तालाई राज्यले पाल्नुपर्छ यो संविधान अन्तर्गत। अनि अब के मन्त्रीहरू मात्रै चाहिँ 150-200 मन्त्री पाल्नुपर्छ अनि 1000 जना जति सांसद पाल्नुपर्छ। यो भारी भरकम अनि जे पायो त्यही गरेर भ्रष्टाचार गर्न पाइन्छ। म चाहिँ भ्रष्टाचार गर्न पाउने त किन कर्मचारीलाई राजनीतिक पार्टीमा लिएर आउने अनि कर्मचारीले फाइल दिने, नेताहरूले फाइल अनुसारको पैसा तान्ने। अनि यो जस्तो माओवादीले ल्याएको यो त माओवादीले चाहिँ कसरी यो आइडिया ल्यायो त? जुन अहिले यहाँले भन्नु पनि यस्तो खर्चिलो संविधान ल्याउने आइडिया त माओवादीको हो होइन। त्यो एकचोटि माओवादीले झुकेर भन्यो होला, किन पहिले माओवादीको पनि के छ भने आफ्नो इन्ट्रेस्ट। पहिले संविधान बनाउन राष्ट्रपति पद्धति उनले भने, त्यो भनेको के थियो भने राष्ट्रपति चाहिँ प्रचण्ड हुन्छु भन्ने थियो। अब चुनिएर आम मान्छेले चुनेमा त हुनै पनि भयो नि, यो चुनिएर पनि हुन नपाउने भन्ने कुरो त हुँदैन। होइन, उनले त्यो कुरो मलाई देश सुधारको निम्ति भन्दा पनि आफू राष्ट्रपति हुन भने भन्ने अरूको आरोप हो। त्यो हुन पनि सक्छ, किन मान्छेले मत हाल्यो भने त प्रचण्ड चुनिन नपाउने कुरो त आएन नि। मत हाल्यो भने त शेरबहादुर नै पनि चुनिन्छन् नि। म चाहिँ तर मात्रै हालेर पनि पो चुनिँदैन त। म चाहिँ तर यस कारण यिनीहरू के छ भने अहिले पनि त्यो राष्ट्रपति पद्धति बनाउँदाखेरि को चुनिने भन्ने पहिले खोज्ने अनि पहिले नै सहमति गरेर फलाना उठ्ने फलाना नउठ्ने भनेर ओलीलाई राष्ट्रपति बनाउने ग्यारेन्टी गरे त मानिहाल्छ नि उसले। यस्तो स्वास्थ्य छ। सिस्टममा जाने हो भने जो मान्छे पनि सिस्टममा चुनिएर आउन पाउँछ। त्यतिखेर आरके मैनाली नै राष्ट्रपति पनि त हुन सक्ने भयो नि। म चाहिँ यदि जनताले मत हाले भने, हालेन भने कहाँबाट आउँछ? म चाहिँ यति कुरो मान्छेलाई मानिदिने हो भने राष्ट्रपति पद्धति ल्याएर मैले अघि सारा व्याख्या गरेँ। त्यो केन्द्रीकृत शासन प्रणालीले देशमा यो राजनीतिक अराजकतालाई कन्ट्रोल गर्छ। भ्रष्टाचार त्यहाँबाट कन्ट्रोल हुन्छ, त्यहाँबाट गरिबी हट्ने कुरा आउँछ। किन अब त्यो प्लानिङ कमिसनमा राम्रा विज्ञ राष्ट्रपतिले राखेर कसरी देशको कृषिलाई, यहाँको पर्यटनलाई, यहाँको औद्योगिक क्षेत्रलाई कसरी डेभलप गर्न सकिन्छ भन्ने योजना बनाउने हो भने त्यस्ता योजना दिन सक्ने मान्छेहरू थुप्रै छन्। किन पोलिटिकल मान्छे सबै कुरोको परिपूर्ण ज्ञाता हुँदैन। कोही पनि मान्छे टिम नै लिनुपर्छ, उसले सहयोगै लिनुपर्छ, बिना पूर्वाग्रह लिनुपर्छ। यहाँ त के छ, कताबाट पैसा कमाउने अनि कताबाट चुनाव जित्ने मात्रै भन्ने कुरो भयो पो यो कुरो नभएको त होइन। यही संविधानकै कुरामा यहाँले जुन भन्नुभयो नि, संविधान चाहिँ यो एकदमै महँगो संविधान ल्याए भनेर, त्यतिखेर यो संविधान ल्याउनुमा त माओवादीकै भूमिका थियो धेरै। अब अहिले हामीले जुन कार्यकारीको कुरा छ, यो कार्यकारी ल्याउनलाई पनि त कहीँ न कहीँबाट आइडिया आएको होला नि त। त्यसले गर्दा चाहिँ हामीलाई कति दिगो हुन्छ होइन। कार्यकारीको माग अहिले उठेको त जेएनजीको माग हो। यो यसलाई अरू कुनै पोलिटिकल मान्छेलाई फुलपाती लगाइरहनु पर्दैन। अहिले उठाएको यो कार्यकारी प्रमुखको माग जेएनजीको माग हो। उनीहरूले के देखे भने यो संसदीय व्यवस्थाले भ्रष्टाचार बढायो भन्ने देखे अनि अराजकता बढायो भन्ने देखेर त्यो युवा मस्तिष्कले भन्यो चाहिँ यो राष्ट्रपति पद्धतिमा जाऊ भन्यो। अब राष्ट्रपति पद्धतिमा जाँदा को आउँछ भन्ने कुरो ठुलो कुरो होइन। मान्छेले जसलाई चुन्छन् त्यो पद्धतिमा त्यो राष्ट्रपति हुने हो। अब त्यहाँ पनि सुरुमा यिनी भ्रष्ट मान्छेहरूको खेलमा पहिलो वर्ष नै त्यत्रो तरक्की नहोला, पहिलो टर्ममा नै। दोस्रो टर्म तेस्रो टर्ममा त यता तरक्की हुने आएन। अहिले हेर्नु न, एमालेमा पनि ओली पछाडि आउने पनि कुनै भद्र मान्छे देखिँदैन नि हायरार्कीमा। काङ्ग्रेसमा पनि भद्र देखिँदैन, माओवादीमा पनि भद्र देखिँदैन। अब माओवादीमै साँच्चै राम्रो खोज्ने भने 15-20 जना मान्छे अहिले जेल जान्छन्। एमालेमै खोज्ने भने 20-25 जना मान्छे अहिले जेल जान्छन्। काङ्ग्रेसमा पनि त्यही गति छ। मान्छे तिनै हायरार्कीमा बसेका छन्। चाहिँ त्यो अवस्था आएको हुनाले मलाई लाग्छ कि आम मान्छेबाट खोज्दा
अब यस्ता दुराग्रह भएका मान्छेहरू कम छानिन सक्छन् चाहिँ अब त्यसमै पनि एकचोटि दुईचोटि तीनचोटिको ट्रम पनि हुनसक्छ छानिने बेलामा। यस्तो अवस्थामा मलाई लाग्छ चाहिँ त्यो ठुलो समूहबाट छान्ने कुरोले एउटा नरायण तरक्की ल्याउँछ। त्यसको लागि निम्ति मलाई त अधिकार दिने हो भने यही मन्त्री सुशीलाजीकै मन्त्री परिषदले नयाँ संविधान संशोधन गर्न सक्ने, राष्ट्रपतिले त्यसलाई ओके गर्ने, त्यसको आधारमा चुनाव गर्ने, त्यो चुनाव पछिको पार्लियामेन्टले त्यसलाई अनुमोदन गर्ने। यो त जनताको आवाज हो। जस्तो हिजो 47को संविधान खारिज गरेर 72को संविधान आयो नि, त्यो त परिवर्तनै गर्न नपाइने भन्ने संविधान थियो, त्यसलाई जनआवाजले नै फ्याँक्या हो। चाहिँ यसलाई पनि सुधार्न जनआवाजले सुधार्छ, तर इमान्दार हुनु पर्यो। हिजो राजाको इमान्दारिता, हिजोका पञ्चको इमान्दारिता, जति पनि यी नेताहरूमा इमान्दारिता आएन भने देश त अझ अधोगतिमा जान्छ, अग्रगतिमा जाँदैन। त्यहाँदेखि त्यो अग्रगतिमा लान नेताहरूमा उनीहरूको रियलाइजेसन पनि हुनु पर्यो, हट्नु पनि पर्यो। त मलाई लाग्छ यी नेताहरू बसेर, जस्तो काङ्ग्रेस, एमाले, माओवादी, समाजवादीका नेताहरू यिनै बसेर यी सबै मिलेर पनि देशमा नयाँ चुनावै भएर आयो भने पनि यिनीहरूले देशमा परिवर्तन गर्दैनन्। आम मान्छेले सोचिया छ यी नेताबाट देशमा परिवर्तन हुँदैन। एक त यिनीहरूले जित्दैनन्, जितिहाल्यो भने पनि यिनीहरूले परिवर्तन गर्दैनन्। अनि त्यसो भए त फेरि अर्कोचोटि पनि डन्डी उठेरै मान्छे अगाडि आउनुपर्ने अवस्था छ। यी नेताहरूबाट परिवर्तन हुँदैन। त्यस कारण मेरो आग्रह छ कि नेताहरूले आफ्नो बाटो छोडिदिउन्, नयाँ नेताहरू ल्याउन्, संविधान सुधारको बाटोमा जाउन्, अनि त्यो सुधारिएको संविधान अन्तर्गत त्यसलाई अग्लो बाटोमा लिएर जाउन्। यसो गर्दा ब्याक टु दि मङ्गलबार हुनु पर्दैन। ब्याक टु दि मङ्गलबार भएर यिनीहरूले गडबडी गरे भने त सेना आएर राजतन्त्र पनि फर्काउन सक्छ। त्यो पनि उनीहरूले बेलैमा बुझे हुन्छ। किन देशमा गडबडी हुँदै गयो भने जेनजीले ओलीलाई लखेट्छ भनेर कसले अन्दाज गरेको थियो? हामी राजनीति विश्लेषण गर्ने केले भन्दा पनि जेनजी नै आउँछ भन्न सकेका थिएन। एउटा विद्रोह हुन्छ भन्ने अनुमान त धेरै मान्छेहरूमा थियो, तर आम मान्छेमा त त्यो चेतना थिएन। तर जेनजी 23 गते उठेपछि त उनी लखेटिए नि। त्यस्तै अहिले राजतन्त्र आउने सम्भावना छैन। किन राजतन्त्र अहिले 17 सालमा राजा आफै सक्रिय थिए, 46 सालमा राजा आएर संवैधानिक भए, 63मा आएर राजा सत्ताबाट बाहिर गए। चाहिँ बाहिर गएपछि अहिले राजा आएर कसैले नबोक्ने हो भने राजा टिक्दैनन्। कि त पोलिटिकल पार्टीले टेक्नु पर्यो कि सेनाले टेक्ने भनेको 2 महिना 4 महिना 5 महिना 6 महिना हो। सेनाले धेरै त सेनाले पनि टिक्न सक्दैन। पोलिटिकल पार्टीले अहिलेसम्म राजा बोक्छु कसैले भनेको छैनन्। भोलि संयोग मानुस् कि नेपाली काङ्ग्रेसले राजा बोक्छु भन्यो भने देशमा राजा आइहाल्छ। कुनै एउटा दलले चाहिँ राजा, कुनै एउटा भन्दा पनि काङ्ग्रेसले भन्यो भने त 7 दिनमा दल नेपालमा आउँछ। किन तलको जगमा अहिले पनि चाहिँ सजिलो मतदाताको ठुलो सङ्ख्या भनेको काङ्ग्रेसकै छ। अहिले पनि चाहिँ अब कहिले कमिटेड रूपमा एमालेको अगाडि आएको भए पनि राजा चाहिन्छ भन्ने कुरो एमालेकै मतदाताको त्यो सिनियर पिँढी 60 नआएको ठुलो पिँढी राजै चाहिन्छ भन्छ एमालेमा पनि। यो सबै भएर राजा भोलि आउन सक्छ, तर दलले नभनिकन आउँदैन। कि त जेनजीले भन्नु पर्यो, चाहिँ जेनजीले पनि अहिले भनेको छैन। त्यसरी कसैले पनि नभनिकन भोलि एउटा अर्को अवस्था के हो भने यी नेताहरूले धेरै भट्काइ गरेर सेनालाई नै बोलाउन आउने स्थिति आयो। सेना नै चुनाव भएन र सेना अगाडि आयो। त्यो सेना अगाडि आइसकेपछि अब सेनालाई उत्तर र दक्षिणका मित्रहरूले अब नेपालमा देश भ्याकुम भयो, चल्न सकेन, अब राज्य फर्काऊ भन्यो भने त्यसकै राजा हुनसक्छ फेरि। चाहिँ त्यो भनेपछि राजा आएपछि काङ्ग्रेसलाई उत्तर र दक्षिणको प्रेसर आएर एमालेलाई राजा बोक्ने बनाउन सक्छ। त्यो अर्को खेल पनि छ। तर यी नेताहरूले गल्ती गरे भने यी दुईटा खेलले स्थिति यिनीहरूले नसोचेको ठाउँमा देश पुग्न सक्छ। त्यस कारण यिनीहरूले सुधारिएर जाने हो भने अहिले पनि गणतन्त्रै सुधारिएर अगाडि जान्छ। चाहिँ राजतन्त्र फर्किने सम्भावना कम छ। चाहिँ तर यिनीहरूले भाडभैलो गरे भने नसोचेको राजतन्त्र पनि फर्किन्छ। किन त्यो एउटा विकल्प शक्तिको रूपमा उभिराखेको छ। किन अब अहिले मैले भर्खरै सुने यही जेनजी आन्दोलनकै बेला पनि सेनाले राजालाई सोधेको थियो अरे सरकारी यस्तो अवस्था आयो के सम्हाल्न सक्ने हो भन्दा पोलिटिकल पार्टीले समर्थन गर्दैन भने म सम्हाल्न सक्दिनँ भने राजाले बुद्धिमानी निर्णय दियो। किन राजा मात्रै आएर त राजालाई कसले बोक्थ्यो? 7 दिन 15 दिन हुँदै राजालाई राखेको थियो। किन पोलिटिकल पार्टीले पनि मान्दैन, जेनजीले पनि मान्दैन, सेनाले बन्दुक पड्काएर कति दिन टिकाउने? अनि त्यस्तो निर्णय राजाले जे यदि साँच्चै हो भने राजाले भने साँच्चै हो भने त्यो राम्रो निर्णय थियो। र यस्तो स्थिति आयो भने भोलि साँच्चीकै भ्याकुम स्थिति आयो र उत्तर दक्षिणले प्रेसर हाल्यो भने काङ्ग्रेसले राजतन्त्र बोक्न सक्छ।
चाहिँ अनि त्यसो भएपछि त अहिलेका यी नेताहरू जो उच्छृङ्खल वर्गका छन् धेरै जेलमा जान्छन् चाहिँ लामो समयसम्म जेलमा बस्न सक्छन् चाहिँ त्यो स्थितिलाई ख्याल गरेर अहिले नै सुधारको बाटोमा जाने संवैधानिक रूपले यो गणतन्त्रलाई अझ बलियो र सुदृढ बनाउन संविधान संशोधनको बाटोमा जाने अनि नेतृत्वबाट गणाका नेताहरू बाहिर जाने कुरोमा अगाडि गए भने सायद देशले सुधारको बाटोमा अगाडि जान सक्छ नत्र भने अरू ठुलो समस्या देशमा आउन सक्छ र ठुलो समस्याले सङ्कट चाहिँ मलाई लाग्छ यिनै पुराना नेताहरूमा धेरै ठुलो पार्न सक्छ ल हस् एकदम गजब ल धन्यवाद मेरो के आग्रह राख्ने मौका दिनुभयो म तपाईँ र तपाईँको टिभीलाई पनि धन्यवाद दिन चाहन्छु हस् त आजलाई नागरिक फ्रन्टलाइन यति नै समय र विचारका लागि वामपन्थी नेता राधाकृष्ण मैनालीज्यूप्रति हार्दिक आभार हाम्रो कुराकानीलाई थप स्मरणीय बनाउन राधाकृष्ण मैनालीज्यू समक्ष माई रिपब्लिका र द न्युयोर्क टाइम्सको 1 वर्षको लागि ग्राहक उपहार अर्पण गर्छौँ यसबाट यहाँले 1 वर्षसम्म माई रिपब्लिका र द न्युयोर्क टाइम्स डिजिटल मिडिया मार्फत निःशुल्क पढ्न पाउनु हुनेछ हस् त अर्को साता नयाँ विषय र पाहुनाका साथ आउनेछौँ कार्यक्रम उत्पादनमा सहयोग गर्ने सबै साथीहरूलाई धन्यवाद कार्यक्रमबाट म गुणराज लैटेल बिदा माग्छु नमस्कार